Hello, welcome back to my channel again. So, मेरो टेबल चाहिँ लास्ट मेसी छ. Please ignore it. आज चाहिँ मैले ब्रेसलेट्सहरु बनाइरहेको छु. I do sell them, but only offline. Offline मात्र सेल गर्छु. Like the अरूहरु पनि छ. See? यो चाहिँ हल्का प्याकिङ गराएको छैन. यो मसँग दुईटा बीट्स छ डिफरेंट को. यो white with shining छ अनि अर्को चाहिँ यो चाहिँ glass beads हो. If you want the tutorial, please comment down. I have these as well. Elastic type. Cute. यो चाहिँ बल्ल बिडिङ गरेर भ्याए. एक्सटेन्डर लब्स्टरहरु चाहिँ हालेको छैन. केही पनि हालेको छैन अहिले. यो मेरो चाहिँ खजाना. All these are stainless. Stainless भनिन्छ but खै कतिसम्म ठिक छ. यो चाहिँ पिच यो चाहिँ मन पर्दैन मलाई. I don't know why but यसको कलर चाहिँ खुइलेको रहेछ के. मैले फोन चाम बनाएको थिएँ यस्तै but के ठग्नु है बेच्दा पनि 4-5 युजमै यो हल्का फुलिन लाग्छ. मन पर्दैन मलाई. I do have charms though, a lot of charms. यो छ अनि यो छ. यो वाला चाहिँ बीच मन पर्यो. यो हल्का साइनिङ हुन्छ. एटलिस्ट यसको साइन मात्र जान्छ, कलर त जाँदैन नि त. यसमा यो कलर पनि छ व्हाइट. यसमा यो बो चाम पनि नाम देखिन्छ के. मसँग फ्लावर बीड्स छ बट के बनाउनु थाहै छैन. आई मिन ब्रेसलेट बनाउनु ट्राई गरे बट कम पर्यो के. यो कुरामा कति धेरै लाग्दो रहेछ. सो यो चाहिँ के बनाउनु त्यो चाहिँ भन्नु है मलाई. यो भयो यसै छ के बनाएकै छैन मैले. रहर किनिहालेँ. I don't know बेचिदिउँ क्या. यो चाहिँ मैले नेकलेस बनाएको थिएँ. यो चोकर्स डिजाइन भएको हैन. अनि यो हल्का लामो आएर अर्को आउँछ. बट यसमा सिल्भर खासै सुट गरेन के. यसमा सायद गोल्डन सुट गर्थ्यो होला. बट बनाउनु भन्दा गाह्रो त मलाई मेटेरियल्सहरु खोज्न लाग्छ. माय गॉड यो साइज मिल्दैन, कहिले त्यो साइज मिल्दैन, कहिले भनेको मिल्दैन, कहिले त्यो दिमागमा आउँदैन. कति पछि हैन यो मिल्छ भन्यो भने बल्ल लास्टमा त्यो मिल्छ. अनि यो चाहिँ स्मल डालियाज बनाएको थिएँ. यो कम्प्लिट गरेको छैन. सुरुमा सोचेको थिएँ अर्कै र्यापिङ स्टाइल ट्राई गर्छु भनेर. पछि ठुलैमा ट्राई गर्छु भनेर छोडिदिएँ. नि कम्प्लिटेड. यस्तो छ. अनि यहाँ चाहिँ हल्का झुमर टाइपको छ, झुम्का टाइपको. ओके योसँग चाहिँ रिङ आउँछ एउटा. यही बीचको बनाउँथ्यो होला बट हल्का महँगो पर्न जान्छ के. एन्ड म हल्का सस्तोमा सेल गर्छु. सुरुमा त यही बीचको बनाएँ. पछि हल्का प्रफिटहरु हल्का त आउनु पर्यो नि प्रफिट. त्यो पनि नआए भने त ज्या हुन्छ. सो मलाई लाग्यो यो त्यो भन्दा यो बीचकै बनाइदिन्छु भनेर यो बीचको बनाइदिए. एन्ड यो बीच चाहिँ त्यो छैन. प्रफिट भन्दा पनि मसँग बीच सकिएछ के अहिले. यही दुईटा हो लास्ट मैले बनाएर छोड्दिने. त्यही भएर म अनलाइन बिजनेस गरेको छैन मैले. बिकज बीच यो वाला बीच मम्मीले कडाई गर्न ल्याउनु भएको थियो बट कडाई नगरेर मैले मम्मीको युज गर्दिहालेँ. अब चाहिँ जति खोजे पनि पाउँदिन. आई डोन्ट नो विच साइज इज इट. 2 mm को मैले मगाएँ बट यो भन्दा हल्का सानो छ. यो 3 mm को पनि हैन. सो जति मेरो नलेज छ, जति सर्च गरेँ मैले, त्यो चाहिँ एउटा 11-0 हुन्छ हैन. यो सायद 10-0 को हो कि 11-0 को 2 mm को हुन्छ गरे. 2.1 by 2.2 mm जतिको पनि पाइन्छ गरे.
लेट्स सी मम्मीले चाहिँ पता नै कहाँबाट काठमाडौँबाट धनगढी मगाएको गरेर धनगढीबाट यहाँ आएर पायो भने पायो, अदरवाइज 2mm कै बनाउँछु। पछि यो वाला चाहिँ सकियो, अब यो दि एन्ड हो, यो मेरो अफलाइनमै एन्ड भइगयो यो सबै। अनलाइनमा चाहिँ म अब सोचिरहेको छु खोलौँ, बट इट्स सो हार्ड न। आई मिन यस्तो लाग्छ कि पार्सलमै डेलिभरी चार्जेस यति धेरै हुन्छ होइन, अनि यो धेरै पऱ्यो, अब धेरै पऱ्यो, 100-150 रुपियाँ त पर्छ नि, त्यो त पर्दैन। अनि एउटा यो डिजाइन भयो होइन, यो डिजाइन भएको डिफ्रेन्ट डिजाइन छ, 4-5वटा मेरो। सो अनलाइन चाहिँ मलाई कस्तो गाह्रो जस्तो लाग्यो, यही मात्र भेट्छिनँ है। एउटा दुइटा कुरा अझ बनाउँछु म, लाइक बुके भएको किचेनहरू बनाएको छु मैले, स्मल किचेनहरू, त्यो चाहिँ भयो। अनि बुकेतिर चाहिँ खासै इन्ट्रेस्ट त छैन, लाइक 70-80% जति छ, बिकज धेरैले बनाउनु लाग्नु छ, अनि इट्स नट लाइक आइम द स्पेसल वान। यसमा चाहिँ हल्का इन्ट्रेस्ट पहिल्यैदेखि थियो, 2-3 वर्ष अगाडिदेखि नै बनाउँथेँ मैले एज अ हबी। त्यसपछि हल्का जब गर्थेँ, अहिले पढि पनि रहेको छु होइन, 1-2 वर्ष जब गरेँ, अब पढिरहेको छु। डिप्लोमा गरेको मैले इन्जिनियरिङ फिल्डबाट, बट अहिले चाहिँ इन्जिनियरिङतिर खासै रहर लाग्दैन मलाई। सो ब्याचलर चाहिँ मैले म्यानेजमेन्ट फिल्डबाट गरेको छु, अनि कहिले चाहिँ यो डिप्लोमाको सर्टिफिकेटले जागिर गर्छु कि म होइन, एज अ सुपरभाइजर भयो, एज अ टेक्निसियन भयो होइन। अनि 2-3 महिनाको जागिर खायो, बस्यो, 2-3 महिना हल्लियो, अनि त्यो बेलामा चाहिँ त्यस्तो बनाएर आमाको पसल छ सानो, त्यहाँ राखिदिन्छु, त्यहाँ चाहिँ बिक्छ। अनि मैले बोजहरू पनि बनाउँछु। अहिले चाहिँ हाम्रो घरमा कन्स्ट्रक्सन भइरहेछ, सो त्यो चाहिँ भएको छैन अहिले। जब यो सबै कन्स्ट्रक्सन सकिन्छ, माथि हुन्छ मेरो कोठा माथि, अनि त्यहाँ गइसकेपछि पुरै सेटअप गरेर अनलाइन पनि बेच्ने सोचिरहेको छु। लेट्स सी के हुन्छ, आई होप एभ्रिथिङ विल बी गुड, फाइन, थ्याङ्क यू। ओ यस, आज माघी, ह्याप्पी माघी। अनि वेट है, आज हाम्रो घरमा के पाकेछ भने देखाउँछु। मम्मीले चाहिँ प्याक गरेर डब्बामा राखिसकेको छ सबै। सो यो चाहिँ कालो तिलको लड्डु, यो चाहिँ अर्को तिलको लड्डु, मैले हात धोइसकेँ है। यो चाहिँ मेरो फेभरेट हो, मलाई भुजाको खासै मन पर्दैन, चिउराको पनि हुन्छ, त्यो पनि मन पर्दैन। भुजाको चाहिँ यो ठुलोवाला डब्बामा छ। यो चाहिँ स्विट पटाटो, गन्जी भयो, तरुल भयो होइन। अहिले बिहान हामी टिका सिका लगाएर चाकु सबै खान्छौँ। हल्का पैसा कमाइयो, एउटा दुइटा घरबाट बोलाइछ मलाई। यो चाहिँ यस्तो मिठो भएको छ, यम। माई प्याकेजिङ इज अल्सो डन। यो चाहिँ हल्का लुट मतलब लगाएरै छ। म चाहिँ खासै मेहनत चाहिँ गर्दिनँ भन्न मिल्दैन, बिकज यो पेपर ल्याएर होइन, यो डबल पेपर चप्काएर होइन, यसमा हार्ड मैले रेड कलरको पेन नपाएर होइन, कुन वेट है, यो कहाँ राखेको बल्ल साइन पेन ल्याएर बनाएको छु। एक ठाउँमा युज गरेर कहाँ राख्छु थाहै पाउँदिनँ कि म। अब यो गएर आमाको पसलमा गएर राखिदिन्छु। म देखाउँछु है हजुरलाई कस्तो राखेको छु मैले। सरी है, खासै राम्रो प्याकेजिङ त छैन। वेल युजली यहाँ स्कुल नजिकै छ कि, बच्चा आएर त्यहीँ लगाएर प्याकेटै त्यहीँ फालिदिन्छन् कि। एन्ड अहिले यहाँ त्यस्तो बिजनेस पनि गरेको छैन, मेरो इन्स्टाग्राम आइडी, टिकटक आइडी केही पनि छैन नि त। सो त्यस्तो अहिले मार्केटिङ पनि गर्न परेको छैन, अहिले गएर हड्डाउने मात्र काम गर्छु। यसरी चाहिँ हड्डा छ है मैले। एन्ड यो भयो चामवाला, यो भयो मिक्स्डवाला, यो चाहिँ फोन जाम हो, यो चाहिँ हल्का सस्तो पर्छ। सी लाइक दिस, सानो सप छ। एन्ड दिस इज रुबी, राइट रुबी? हेलो। टुडे अल माई वर्क आर डन है। मलाई के चाहिएको छ, के काम सामान सकेछ, अब लेख्छु। यो चाहिँ म के बनाउँछु है, भयो होइन। अरू चाहिँ सरप्राइजेस हो है। मैले भनेको ब्रेसलेट मात्र देखाएको छु क्या हो अहिले, हुन त मैले बो किचेनहरू पनि देखाएको छु, राइट। बोज भयो मेरो, यो आफ्नो पर्सनल साइजेसहरू धेरै नदेखा। अनि अरू सबै खाली छ।
सो यो पनि मेरो ब्रेसलेट्सको साइजेस भयो, प्राइजेसहरू भयो होइन, सबै देखाउँछ तर त्यो नै निस्केको। सो थ्याङ्क यू। आई होप यु आर लिभिङ योर लाइफ टु द फुलेस्ट। मैले आफैलाई लेखेको है। लाइक आई गिभ माइसेल्फ space. Now I move forward with dignity. Like this line, I mean, the meaning of dignity and self-respect is the motto of my life. So मलाई अब ऱ्यापिङ पेपर किन्न छ होइन, 2-3 कलरको फजी वायर, बिकज म अझ नयाँ कुरा एक्सपेरिमेन्ट गर्न लाग्छु। स्टिक, त्यो ब्याम्बो स्टिकहरू भइगयो, त्यो सबै बुके मेटेरियलहरू भइगयो। अनि ब्ल्याक बिड्स, मेरो बिड्स चाहिँ सकिएछ। 6 mm को बिट्स हो। अनि वाइट मोती, बिकज मैले मोती भनेको थिएँ नि मेरो खुइलिन्छ, त्यो अर्को वाला एउटा राम्रो हुन्छ जुन महँगो पर्छ, त्यो लिएर आउँछु अब। अनि कप, यो चाहिँ फजी वायरसँग रिलेटेड छ, पछि देखाउँछु म। अनि क्रिस्टल बिड्सहरू भयो, अरू डिजाइन सोचेछु मैले ब्रेसलेटको लागि। अब चेन भयो, चेन बिकज त्यो एक्सटेन्डर हुन्छ नि ब्रेसलेटको, त्यो चाहिँ मैले पाएन जति गरे पनि है। 4 mm को यताउता mm को सानो हुँदो रहेछ, 5-6 mm को ठिकै हुँदो रहेछ। त्यो लब्स्टर हुन्छ नि हुकहरूसँग अड्डाउनलाई। अनि 3 mm 2 mm बिट्सहरू हुन्छ नि सानो सानो कि सिड बिट्सहरू, त्यो चाहिँ लिएर आउनु पऱ्यो। एउटा पाइहाल्यो त्यो। यो चाहिँ सानोवाला हो, यो 2 mm को हो। यो चाहिँ जुन त्यो क्रिस क्रस बनाएको थिएँ नि मैले, त्यसमा युज हुन्छ। यदि हजुरलाई चाहिएछ भने मटेरियल के चाहिन्छ, कस्तो कस्तो हुन्छ होइन, डु कमेन्ट डाउन बिलो। म चाहिँ सबै भनिदिन्छु के कस्तो कस्तो चाहिन्छ। 3 वर्ष लाग्यो मलाई पनि थाहा पाउनलाई एक्ज्याक्टली। अहिले चाहिँ प्रोफेसनल्ली थाहा पाएको छैन मैले अझ पनि, लाइक 60-70% छ, अरू त छैन। यो चाहिँ मेरो सबै निकालिसकेँ मैले। यसमा चाहिँ एउटा बुके थियो, अनि यो अड्डाको थियो एउटा सिङ्गल के, नट द रिबन वान बट द नेक्स्ट आर्टिफिसियल वान के। यो चाहिँ मलाई मेरो स्टुडेन्टहरूले दिएको, क्युट। यहाँ चाहिँ हाट बजार लाग्छ कि, त्यहाँ पाइन्छ नि यस्तो क्युट छ नि। आई थट आई हेभ अ स्मल प्लान विथ दिज टु, राइट, बट त्यो पछि भन्छु म। क्युट न, थ्याङ्क यू। सो यो चाहिँ मेरो अर्को हबी भयो होइन। थ्याङ्क यू फर वाचिङ।